हेलो गाइज, कस्तो हुनुहुन्छ सबैजना? सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ 8:30 भयो होइन रातिको। हामी दुईजना चाहिँ भर्खर दोकानबाट आएको। अन्त यहाँनिर हेर्नुहोस् त, टाइसनलाई चाहिँ बिचारा कति दिन भएको थियो कि बाहिर ननिकालेको गाइज। यस्तो एक्साइटेड भइरहेको छ बिचारा मेरो टाइसन हो। आज चाहिँ हामी टाइसनलाई एकछिन बाहिर लैजाने भनेको। अब हेर्नुहोस् न यहाँ गाइस, कति खुसी हुन्छ हो। अब चाहिँ हामी एकछिन बाहिर निस्केको। सो गाइज हामी चाहिँ एकछिन निस्केको हावा खानुको लागि। टाइसन देख्नु हुँदैछ हो, अब कस्तो देखिने अनुहार। प्रमोद पनि रेडी, हामी पनि रेडी। अनुहार त कस्तो देखिरहेको होला है। अरे मोटाइ छु म त। टाइसनको नाममा हाम्रो पनि एकदम उयो भइहाल्यो, तर जाममा फस्नु पर्यो। हामी चाहिँ साथी हो घुमघाम पारेर एक राउन्ड मारेर हावासावा खाएर पनि टक्कै आइपुग्यो। टाइसन राजा चाहिँ यहाँनिर सु गर्नु हुँदैछ साथी हो। लु अब चाहिँ घरमा गएर खानासाना खाएर सुत्ने हो। आजको दिन पनि जाडो जाडो छ। पुग्यो है साथीहरू घरमा। यहाँनिर चाहिँ टाइसनको खुट्टा एकदम ग्रुमिङ वाइप्सले चाहिँ यहाँनिर खतरा हुँदैछ यहाँनिर। हामीलाई पनि कहीँ घुमेर आएर यसरी खुट्टा धोइदिने पुस्दिने पाएको भए कति मजा आउँथ्यो। लु यति नै हो गाइज। अब चाहिँ कति मैला बोकेर आउँछ मैला सँगसँगै यहाँनिर डिनर पनि भइसक्यो यसको। ल है साथीहरू यति नै छ आजको लागि चाहिँ।